हेलो एभ्रिवान, नमस्कार अनि स्वागत छ सम्पूर्णलाई केपी एजुकेसन युट्युब च्यानलमा। आज भने म तपाईहरुलाई माइकल्सन इन्फेरोमिटरको बारेमा छलफल गराउन गएको छु। यो भनेको के हो भन्दाखेरि अप्टिक्स ओपीटीएस अप्टिक्स च्याप्टरको एकदम आईएमपी अथवा भेरी इम्पोर्टेन्ट टपिक हो है। योबाट चाहिँ माइकल्सन इन्फेरोमिटरको वर्किङ प्रिन्सिपलहरु कन्स्ट्रक्सनहरु धेरै सोधिरहेको छ परीक्षामा। लगभग म्याक्सिमम क्वेशन भनेको यही सोधिरहेको छ, डिस्क्राइब द वर्किङ प्रिन्सिपल कन्स्ट्रक्सन अफ अ माइकल्सन इन्फेरोमिटर भनेर सोधिरहेको छ। अनि यसमा कुन फ्रिन्जहरु प्रोड्युस हुन्छ, के हुन्छ, कसरी लाइट जाने हो, केबाट लाइट जाने हो, के हुन्छ, कुन ग्लासहरु युज हुन्छ भनेर तपाईहरुलाई आज यो भिडियोमा मैले यो टपिकको बारेमा फुल डिस्कसन गराउने छु भन्दै आजको टपिक सुरु गरौँ है त। ठीक छ, भिडियो अलिकति लामो होला, खासै लामो गराउँदैन म, अलिकति लामो होला, त्यही पनि धैर्य गरेर हेर्नु। यो हजुरको 10 नम्बरको क्वेशन हो, 10 मार्क्सको क्वेशन हो। तपाईहरु त्यही भएर 10 मार्क्सको क्वेशनले ट्याक्क 20 मिनेट टाइम लिनुभयो भने यो 10 मार्क्स पक्कै पनि हजुरको गोजीमा आउँछ। त्यही भएर नातिकिन धैर्य भएर हेर्नु होला है त। ल ठीक छ, अब भने सुरु गरौँ। माइकल्सन इन्फेरोमिटर भनेको के हो भन्दाखेरि यो एउटा के भन्दाखेरि माइकल्सन भन्नेले डेभलप गर्नुभएको हो है। यो एउटा इन्स्ट्रुमेन्ट हो। कस्तो खाले इन्स्ट्रुमेन्ट हो यो भन्दाखेरि चाहिँ यो हाम्रो हुन्छ नि रिफ्र्याक्टिभ इन्डेक्सहरु अनि वेभलेन्थहरु अनि डिस्टेन्सहरु पत्ता लगाउने हो के। यो के हुन्छ भन्दाखेरि इन्फेरेन्सहरु हुन्छ नि। तपाईहरुलाई इन्फेरेन्सको मतलब भन्दाखेरि के हुन्छ भन्दाखेरि यो इन्फेरेन्सहरु भनेको जब दुईटा लाइटहरु चाहिँ सुपरपोज हुन्छ नि, जब दुईटा लाइटहरु एकअर्कामा के हुन्छ भन्दा सुपरपोज हुन्छ नि, ठोकेर एउटा फ्रिन्ज जस्तो बनिरहेको हुन्छ के हो। त्यस्तो फ्रिन्ज ठोकिँदाखेरि एउटा फ्रिन्ज जस्तो बन्छ हो। त्यो फ्रिन्ज हुँदाखेरि चाहिँ इन्टरफेरेन्सहरु प्रोड्युस हुने हो क्या, त्यसलाई इन्टरफेरेन्स भन्ने। दुईटा लाइट ठोकिँदाखेरि सुपरपोज हुँदाखेरि एउटा फ्रिन्जहरु बन्छ हो। त्यो फ्रिन्जहरु बन्ने प्रक्रियामा चाहिँ प्रक्रियालाई चाहिँ के भन्छ, इन्टरफेरेन्स भनिन्छ। ठीक छ नि। अब मैले यहाँ लेखेको छु सानो डेफिनेसन, यहाँ हेर्नु। Michelson interference is an instrument in which the phenomena of interference is used to make precise measurement of wavelength, refractive index and distance. ठीक छ, wavelength अनि refractive index अनि डिस्टेन्सहरु के गर्ने भन्दाखेरि यसले मेजर गर्ने काम गर्छ माइकल्सन इन्फेरोमिटरले है त। अनि यहाँ हेर्नु, मैले सानो चित्र बनाएको छु। यो भनेको मोडल मात्र हो, अहिले छुट्टै कन्स्ट्रक्सनको लागि म देखाउँछु। यसलाई चाहिँ सानो नर्मलले हजुरहरुलाई नलेजको लागि सानो मोडल मात्र देखाएको छु। के हुन्छ भन्दाखेरि एउटा मिरर हुन्छ अनि के हुन्छ भन्दाखेरि यहाँ सोर्स हो, यो सोर्स हो, यहाँ सोर्स हुन्छ। सोर्सबाट चाहिँ के गर्ने भन्दाखेरि एउटा लाइट पास हुने हो। सोर्सबाट लाइट पास हुन्छ अनि लाइट पास भएपछि के हुन्छ भन्दाखेरि यहाँ भनेको एउटा ग्लास राखिएको हुन्छ। यो भनेको के हो भन्दाखेरि यो ग्लासमा चाहिँ के हुन्छ भन्दाखेरि सिल्भर SLIVER सिल्भर COTATD कोटेड पार्शियली, पुरै हुँदैन कि पार्शियल PARTIALLI पार्शियली सिल्भर कोटेड ग्लास हो यो है। यो ग्लासले के गर्छ भन्दाखेरि रिफ्लेक्ट गर्ने काम गर्छ, लाइटलाई भनेको छुट्याइदिने काम गर्छ, सेपरेट गर्ने काम गर्छ। यहाँबाट लाइट जान्छ है, मोनोक्रोमेटिक लाइट जान्छ। मोनोक्रोमेटिक लाइट चाहिँ के गर्छ, यहाँबाट चाहिँ माथि मिरर 1 मा पठाउँछ अनि मिरर 2 मा पनि पठाउँछ। ठीक छ नि। यो लाइट यहाँबाट चाहिँ के गर्छ, दुईटालाई सेपरेट गरेर एउटा चाहिँ मिरर 1 तिर, मिरर यहाँ 1 तिर, अर्को चाहिँ मिरर 2 तिर पठाउने काम गर्छ। अनि यो मिररले के गर्छ भन्दाखेरि लाइटलाई चाहिँ पुरै रिफ्लेक्ट गरिदिन्छ। यो लाइट यहाँबाट गयो, फेरि यही बाटो के हुन्छ गएको, यो लाइट यहाँबाट गएको, फेरि यही बाटो के हुन्छ रिफ्लेक्ट हुन्छ। यहाँ पनि लाइट जान्छ, फेरि यही रिफ्लेक्ट हुन्छ। सुरुमा लाइट पठाउँछ, यहाँ पनि पठाउँछ, यहाँ पनि पठाउँछ, अनि लाइटहरु फेरि फर्केर आएर यही सेन्टरमा फेरि के हुन्छ, सुपरपोज हुन्छ अथवा ठोकिन्छ के। दुईटा यता पठाएको लाइट दुईटा जान त जान्छन्, गएर फेरि फर्केर यही ठोकिन्छन्। यहाँ ठोकिएर के हुन्छ भन्दाखेरि दुईटै सँगै चाहिँ यता तल आउँछन्। तल आउँदाखेरि के गर्छ भन्दाखेरि डिटेक्टर भनेको माइक्रोस्कोप, MICR हो, SCOP माइक्रोस्कोपले के गर्छ, डिटेक्ट गर्छ। भनेको दुईटै सँगै ठोकेर आउँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि इन्फेरेन्स हुन्छ। इन्फेरेन्स भएपछि चाहिँ के हुन्छ भन्दाखेरि के रे फ्रिन्ज प्रोड्युस हुन्छ कि सर्कुलर फ्रिन्ज प्रोड्युस हुन्छ। दुईटा ठोकिन्छन्, ठोकेर तलतिर आउँदाखेरि के हुन्छ सर्कुलर फ्रिन्ज प्रोड्युस हुन्छ। त्यही हो यो माइकल्सन इन्फेरोमिटर भनेको, त्यति हो यो।
बेसिक अन्डरस्ट्यान्डिङ मैले यहाँ अहिले गराएँ। हजुरलाई अहिले मैले विस्तृत रूपमा यसको बारेमा जानकारी दिनेछु अहिलेलाई। ठिक छ, अब प्रिन्सिपल पढौँ। प्रिन्सिपल के छ भन्दाखेरि माइक्रोसिन इन्फ्रामिटर इज अ बिम अफ लाइट फ्रम अ एक्सटेन्डेड सोर्सेस विच इज डिभाइडेड इन्टु अ 2 पार्ट। मैले अघि भर्खरै भनिसकेँ, यो सोर्सबाट लाइट जान्छ, 2टा पार्टमा के हुन्छ, डिभाइड हुन्छ हो। 2 पार्ट अफ अ इक्वल इन्टेन्सिटी बाई पार्सियली रिफ्लेक्टिङ एन्ड रिफ्र्याक्सन भनेको यो ग्लासले चाहिँ के भन्छ 2 ठाउँमा छुट्याउँछ, एउटा पार्ट यता अर्को पार्ट यता पठाउँछ। द बिम ट्राभल इन 2 म्युचुअली परपेन्डिकुलर डिस्टेन्स। अनि तपाईँलाई मैले अघि भन्न छुट्याएँ है, यो 2टा मिरर चाहिँ के हुनुपर्छ भन्दाखेरि हो त्यो जुन सर्कुलर फ्रिन्ज प्रड्युस हुन्छ भने नि मैले CIRCULR सर्कुलर FRINGES फ्रिन्जेस, सर्कुलर फ्रिन्जेस प्रड्युस हुन्छ भनेर मैले भने नि जुन हो त्यो सर्कुलर फ्रिन्जेस प्रड्युस हुने भनेको कस्तो कन्डिसनमा भन्दाखेरि जब यो मिरर 1 र जब यो मिरर 1 र मिरर 2 परपेन्डिकुलर हुन्छ नि तब बल्ल सर्कुलर फ्रिन्जहरू प्रड्युस हुने है। त्यति कुरा चाहिँ याद राख्नु है हजुरलाई। सर्कुलर फ्रिन्ज प्रड्युस हुनको लागि मिरर 1 र मिरर 2 चाहिँ के हुनु पर्यो, परपेन्डिकुलर हुनु पर्यो। अब यहाँ भनेको छ द बिम ट्राभल इन 2 म्युचुअली परपेन्डिकुलर डिस्टेन्स। परपेन्डिकुलर डिस्टेन्स भनेको एउटा माथिको एउटा तलतिरको परपेन्डिकुलर भएर गएर नै कम टुगेदर अफन आफ्टर है आफ्टर रिफ्लेक्सन फ्रम प्लेन मिरर। लाइट गयो यो मिररमा ठोकियो, मिररमा ठोकिएपछि के भयो, रिफ्लेक्ट भयो। रिफ्लेक्ट भयो भने नि प्लेन मिरर, 2टै प्लेन मिरर हो, प्लेन मिररमा ठोकिएर चाहिँ रिफ्लेक्ट भएर फेरि यही आउँछ, यहाँ इन्टरसेक्ट भएर के हट्ने, फ्रिन्ज प्रड्युस हुने। ठिक छ नि। द बिम ओभरल्याप अन इच अदर एन्ड प्रड्युस इन्टरफेरेन्स फ्रिन्ज। इन्टरफेरेन्स फ्रिन्ज फेरि कस्तो आउँछ भन्दाखेरि सर्कुलर फ्रिन्ज प्रड्युस हुन्छ है। ठिक छ नि। ल अब यता जाउँ। कन्स्ट्रक्सन यहाँ छ M1 मिरर फर्स्ट, M2 मिरर सेकेन्ड, ग्लास अर्को ग्लास पनि थप्पे छ, यो सोर्स हो। यो यल भनेको के हो भन्दाखेरि के अरे यल भनेको लेन्स हो। अनि त्यसपछि यो टी भनेको के हो, टेलिस्कोप हो अथवा डिटेक्टर भनेको जुन भन्थ्यो नि त्यो टेलिस्कोप हो। यो चित्रलाई मैले यहाँ अलिकति ठुलो अलिकति राम्रो शैलीमा बनाएको छु किनकि अब पछाडि हजुरहरूलाई यसको यो डिस्क्राइब गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यो हेर्दै डिस्क्राइब गरायो भने हजुरहरूलाई बुझ्न पनि सजिलो हुन्छ हैन। अब यता चित्र छ यता डिस्क्रिप्सन भयो भने अलिक सुझाव हुन्छ नि त, त्यही भएर मैले यहाँ चित्र छुट्टै बनाएको अनि यो हेर्दै यता डिस्क्राइब गर्दै गरिदिनुहुन्छ है त। ठिक छ, यो चित्र भयो, सोर्स छ अनि लेन्स छ अनि त्यहाँ मिरर फर्स्ट मिरर सेकेन्ड, ग्लास फर्स्ट ग्लास सेकेन्ड अनि 2टा परपेन्डिकुलर पनि छ। यहाँ माइक्रोस्कोप छ, माइक्रोस्कोप अलिकति बनेन है, खास चित्र बनाउनु चाहिँ अलिकति आउँदैन मलाई पनि, त्यही भएर हजुरलाई बुझ्ने तरिकाले बनाइदिएँ। ल माइक्रोस्कोप यही हो। ल अब भने हामी जाउँ कन्स्ट्रक्सनतिर। कन्स्ट्रक्सनतिर जाँदाखेरि के छ भन्दाखेरि इट कन्सिस्ट अफ बिम स्प्लिटर G1। बिम स्प्लिटर भनेर नाम दियो यसलाई। बिम स्प्लिटर भन्नाले यहाँबाट आएको लाइटलाई चाहिँ के आयो, यसले के आएको भन्दाखेरि टुक्राको भनेको 2टा बनायो भएर, त्यही भएर चाहिँ यसलाई के भन्यो भन्दाखेरि बिम स्प्लिटर भनेर नाम दियो है। एउटा यतातिर जाने लाइट अर्को यतातिर जाने लाइट बनायो नि त यसले, त्यही भएर यसलाई के अरे बिम स्प्लिटर भनेर नाम दियो। एन्ड अ कम्पेन्सेटिङ प्लेट G2 अथवा कम्पेन्सेटिङ ग्लास G2। यसलाई चाहिँ यो G2 यो जुन यो अर्को मिरर राखेको छ नि, अघि हजुरलाई मैले बेसिक अन्डरस्ट्यान्डिङमा त देखादिनँ, तर यो भनेको प्योर ल्याबोरेटरी फिगर हो क्या, यो प्योर ल्याबोरेटरी फिगर हो। यसमा चाहिँ के हुन्छ भन्दाखेरि यो कम्पेन्सेटिङ मिरर राखेको छ। कम्पेन्सेटिङ मिरर किन राखियो त्यो म अहिले भन्छु हजुरलाई। अहिलेलाई चाहिँ नर्मल यो बुझ्नु, कम्पेन्सेटिङ मिरर राख्ने कुरो आउँदैछ म अहिले भन्छु है त। अनि द बिम स्प्लिटर G1 इज पार्सियली सिल्भर प्लेन प्यारल ग्लास प्लेट। अघि नै भने मैले यो G1 भनेको यो मिरर भनेको के हुन्छ भन्दाखेरि पार्सियली अलिअलि चाहिँ के हुन्छ, सिल्भर कोटेड हुन्छ, सिल्भर प्लेन मिरर हो यो भनेर, हो किन मैले अघि नै भने नि। ठिक छ। द कम्पेन्सेटिङ प्लेन G2 इज अ सिम्पल प्लेन प्यारल ग्लास प्लेट ह्याभिङ द सेम थिकनेस अफ अ G1। यसको जति थिकनेस हुन्छ नि यसको नि उति नै थिकनेस हुन्छ। यो मैले यहाँ चित्र बनाउँदा त यो पातलो यो मोटो देखियो होला होइन, तर यो जति हो साइजको यो पनि त्यति नै हो। फरक के हो भन्दाखेरि यो प्लेन मिरर मात्र हो, यो चाहिँ के हो सिल्भर कोटेड मिरर हो, त्यति हो फरक। ठिक छ नि।
अब यहाँ छ द टू प्लेन G1 एन्ड G2 आर हेड प्यारलल टु इच अदर एन्ड इन्क्लाइन एट एङ्गल अफ 45 डिग्री विथ रेस्पेक्ट टु मिरर M2 भनेको 45 डिग्रीमा छन् दुईटै एउटै लाइनमा छन् 45 डिग्रीमा M2 को रेसिस्ट छन् भनेको दुईटै भनेको के छ प्यारलली छ नि त यो र यो मिरर प्यारल छ प्यारल भनेको के भन्दाखेरि प्यारल यसो भन्छ कि सरी एउटै लाइनमा छ भने चाहिँ त्यो के भन्छ भन्दाखेरि त्यसलाई प्यारल भनेर हुन्छ है ठिक छ मैले पनि के भने हैन प्यारलको मिनिङ सबैलाई थाहा छ नि ठिक छ त्यही पनि भनिहाले अनि के छ भन्दाखेरि द मिरर M1 इज माउन्टेड अन अ क्यारियज एन्ड क्यान बी मुभ विथ द हेल्प अफ अ माइक्रोमिटर स्क्रू अब यहाँ सुन्नु है यो मिररहरू छ नि यो मिररहरूको हामीले पोजिसन चेन्ज गर्न मिल्छ यदि पोजिसन चेन्ज गरियो भने चाहिँ के हुन्छ भन्दाखेरि फरक सेपको चाहिँ फ्रिन्जेसहरू प्रड्युस भएर हुन्छ यदि परपेन्डिकुलर राख्दाखेरि यसले सर्कुलर फ्रिन्जेसहरू प्रड्युस गर्छ अब यसलाई माइक्रोमिटरले घुमाउने क्यार्नी अब यहाँ साइडमा हुन्छ यसलाई मुभेबल पार्नको लागि भनेको यताउता बङ्गाउनको लागि चाहिँ साइडमा हुन्छ माइक्रोमिटरहरू हो त्यसले बङ्गाउने क्यार्नी हैन सबै गर्न मिल्छ हो त्यो बङ्गाइयो भने चाहिँ सर्कुलर फ्रिन्जहरू प्रड्युस हुँदैन तर ठ्याक्कै परपेन्डिकुलर बनाएर राखियो भने चाहिँ सर्कुलर फ्रिन्जहरू प्रड्युस हुन्छ है द प्लेन मिरर M1 एन्ड M2 बी मेड पर्फेक्टली परपेन्डिकुलर विथ द हेल्प अफ फाइन स्क्रू एट्याच टु देम भनेको अब यहाँ साइडमा स्क्रूहरू एट्याच गरेको छ जुनले भनेको के छ भन्दाखेरि यो मिरर र यो मिररलाई के गरेको छ परपेन्डिकुलर बनाएको छ परपेन्डिकुलर भएपछि पो बल्ल यहाँबाट लाइट जान्छ यता पनि लाइट जान्छ अनि दुईटा फेरि फर्केर यहाँ मिट हुन्छ यहाँ मिट भएर फेरि सँगै जान्छ तलतिर तल जाँदाखेरि के हुन्छ इन्फेरेन्स हुन्छ इन्फेरेन्समा कुन प्रड्युस हुन्छ अरे सर्कुलर फ्रिन्ज इन्फेरेन्स प्रड्युस हुन्छ ठिक छ नि अब यहाँ के छ द इन्फेरेन्स ब्यान्ड्स एन्ड अब्जर्भ इन द फिल्ड अफ अ भ्यू अफ अ टेलिस्कोप भनेको इन्फेरेन्स ब्यान्डहरू अथवा फ्रिन्ज चाहिँ के हुन्छ भन्दाखेरि यो टेलिस्कोपले चाहिँ के गर्ने हो अब्जर्भ गर्ने हो ठिक छ नि यहाँसम्म क्लियर छ केही डाउट भएदेखि कमेन्ट सेक्सनमा भन्नु म क्लियर गरिदिइहाल्छु हजुरलाई लेखेको पनि बुझ्यो होला जहाँसम्म म सँगसँगै जाँदा हुन्छ है हजुरहरू अब छैन खासै धेरै यति हो सकियो अब वर्किङ प्रिन्सिपलहरू वर्किङमा के छ भन्दाखेरि वर्किङमा केही होइन अघि मैले हजुरलाई जे कुरो भने त्यही कुरो फिगरको आधारमा डिस्क्राइब गरिदिनु अरू केही छैन ठिक छ नि जस्तै कि मोनोक्रोमेटिक लाइट अघि भर्खरै भने मैले यो सोर्स चाहिँ के छ भन्दा मोनोक्रोमेटिक लाइट पठाउँछ मोनोक्रोमेटिक लाइट फ्रम एन एक्सटेन्डेड सोर्स यस इज रिटेनर प्यारल बाई मिन्स अफ अ लेन्स यल लेन्सबाट चाहिँ के अरे भन्दाखेरि मोनोक्रोमेटिक लाइटलाई चाहिँ के अरे पठाएको छ बाई मिन्स अफ अ लेन्स एन्ड इज मेड इन्सिडेन्ट अन द बिम स्प्लिटर भनेको यो बिम स्प्लिटर यहाँ चाहिँ के अरे भन्दाखेरि लाइट पारेको छ लाइट इन्सिडेन्ट गराएको छ अनि इट इज पार्सियली रिफ्लेक्टेड एट द ब्याक सर्फेस अफ अ G1 भनेको अलिकति पछाडि पनि रिफ्लेक्ट गरेको हुन्छ एलोङ AC एन्ड पार्सियली ट्रान्समिटेड एलोङ AB भनेको अब AC भनेको यता पनि रिफ्लेक्ट गर्ने भयो यता पनि रिफ्लेक्ट गर्ने भयो भने यो यता AC तिर पनि जाने भयो AB तिर पनि जाने भयो भने हो के ठिक छ नि द बीम AC ट्राभल नर्मल टुवर्ड्स द प्लेन मिरर M1 अब AC भनेपछि AC कता AC देख्नु भएको छ नि AC कता छ माथि कुनमा M1 मिररमा हो किन हो भनेपछि यहाँ भनेको नि के हो त बीम AC ट्राभल्स नर्मल टुवर्ड्स द प्लेन मिरर M1 एन्ड इज रिफ्लेक्टेड ब्याक एलोङ्स द सेम पाथ एन्ड केम आउट एलोङ्स टु 80 भनेको कुरो बुझ्नुभयो होला जहाँसम्म त्यही पनि म भनिदिन्छु के छ भन्दाखेरि यहाँबाट लाइट पास भयो AC तिर यो मिरर प्लेन मिररमा गएर ठोकिएर फेरि के भयो रिफ्लेक्ट भएर कहाँ आयो यहाँ 80 तिर आयो भनेको उसले कुरो बुझ्नुभयो नि हो यो 80 तिर आएपछि यो माइक्रोस्कोप यो यहाँ माइक्रोस्कोप छ नि यो माइक्रोस्कोपले चाहिँ के आयो अब्जर्भ गरे हो भने हो यसले अरू केही भने होइन है यो ल्याङ्ग्वेज मैले मेरो हिसाबले लेख्या हो है हजुरहरूले बुझ्नुभयो भने आफ्नै तरिकाले लेख्नु कसले पो परीक्षा होइन जे लेखायो त्यही लेख्नु त कसैले सक्दैन होइन त घोकेर जान सकिँदैन बुझ्ने हो नबुझे फेरि बुझ्ने तर बुझ्न चाहिँ पर्यो है 10 मार्क्सको क्वेसन हो बुझ्न चाहिँ जसरी पर्छ द ट्रान्समिटेड बीम ट्राभल्स टुवर्ड द मिरर M2 एन्ड इज रिफ्लेक्टेड एलोङ्स द सेम पाथ इट इज रिफ्लेक्टेड एट द ब्याक सर्फेस अफ G1 एन्ड प्रोसिड एलोङ्स टु 80 अब फेरि यसले के भन्नुहुन्छ भने जुन बीम ट्राभल गरेको छ यो माथि गयो एउटा बीम चाहिँ अर्को बीम चाहिँ के आयो भन्दा फेरि यतै गयो यता गयो भने हो के यता गयो G1 हुँदै फेरि गयो
अनि फेरि फर्कियो अनि फेरि यो माइक्रोस्कोपतिर आयो, दुईवटा ठोकियो, ठोकिएर फ्रिन्ज प्रोड्युस भयो अनि यो माइक्रोस्कोप चाहिँ के अरे अब्जर्भ गरे। टु बिम रिसिभ बाई और एलोङ्स एटी एन्ड प्रोड्युस फ्रम अ सिङ्गल सोर्सेस थ्रु द डिभिजन अफ एटिट्युड एन्ड आर हेन्स कोरेन्ट भनेको दुईटै बिमहरू यहाँ प्रोड्युस यहाँ ठोकियो भने अब खासमा यसले यहाँबाट रिफ्लेक्ट भएको बिम, यहाँबाट रिफ्लेक्ट भएको बिम त रिफ्लेक्ट हुन्छ नि त यताबाट नि र त्यो रिफ्लेक्ट भएको बिम चाहिँ के अरे भन्दा ठोकिएको भने द सुपरपोजिसन अफ दिस बिम्स लिड टु इन्फेरेन्स एन्ड प्रोड्युस इन्टु इन्फेरेन्स फ्रिन्ज। देखिएन? ठिक छ, नदेखे केही छैन, म फेरि भन्छु नि त। त्यसपछि के गर्नु भन्दाखेरि द सुपरपोजिसन अफ दिस बिम लिड्स टु इन्फेरेन्स एन्ड प्रोड्युस इन्टु इन्फेरेन्स बिम भनेको दुईवटा ठोक्यो, यहाँ ठोक्यो, सुपरपोज भयो, सुपरपोजिसन भएपछि फेरि यहाँ इन्फेरेन्स भयो, इन्फेरेन्स भएर यसले हेर्दाखेरि चाहिँ दुइटै जोल्टेर आउँदाखेरि के भयो, यहाँ चाहिँ सर्कुलर फ्रिन्ज। सुपरपोजिसन अफ दिस बिम लिड्स टु इन्फेरेन्स एन्ड प्रोड्युस इन्टु अ इन्फेरेन्स फ्रिन्ज भनेको त्यही हो। दुईवटा ठोक्यो, दुईवटा ठोकेर अनि फेरि एउटै रे भन्यो, एउटा दुईवटा ठोकिएपछि इन्फेरेन्स फर्म भयो, इन्फेरेन्स फर्म भएपछि के अरे सर्कुलर फ्रिन्ज बनायो। ठिक छ नि? एकदम ठिक छ। अब यहाँ यता के भनेको छ, फ्रम द फिगर इट इज क्लियर द्याट, देखिसक्यो देखे छैन भन्ने कुरो देखेछ ल, ठिक छ। फ्रम द फिगर इट इज क्लियरली सीन द्याट अ लाइट रे स्टार्टिङ फ्रम द सोर्स यस भन्ने सोर्सबाट लाइट रे के भयो स्टार्ट्स भयो एन्ड अन्डरगोज रिफ्लेक्सन एट द मिरर M1 पासेस थ्रु द ग्लास प्लेट G1 3 टाइम्स। अब हेर्नु है, यो यास भन्ने सोर्सबाट जुन लाइट गएको छ नि, यो चाहिँ यो G1 भन्ने मिररबाट 3 चोटिसम्म गएको छ अरे, 3 चोटिसम्म पास भएको छ अरे। कसरी पास भयो म देखाइदिन्छु। यो एकचोटि आएर एकचोटि यता जाने भयो, एकचोटि माथि नै गयो, फेरि फर्किने बेला यता आयो, 3 चोटि भयो कि भएन G1मा आयो, एकचोटि यहीँ ठोकियो अनि यता पनि जाने भयो, एकचोटि माथि गयो अनि फेरि फर्किने बेला यही हुँदै फर्क्यो कि फर्केन, फर्कियो भने 3 चोटि G1बाट ट्राभल भयो। अब यहाँ हेरे, अन द अदर एन्ड इन द एब्सेन्स अफ अ प्लेट G2 द रे रिफ्लेक्टेड अफ M2 ट्राभल्स थ्रु द ग्लास प्लेट G1 ओन्ली वन्स। अब G1बाट त यता जाने बेला त यता त गयो 3 चोटि, केही भएन, एसीतिर जाँदा त 3 चोटि भयो, तर यता G1तिर यतातिर जाँदा त एकचोटि मात्र भयो नि त। यदि यो ग्लास नभए के, यो जुन यो ग्लास छ नि यो नभएको भए त माथि जाँदा त 3 चोटि भयो, किनकि एकचोटि यतै जाँदा भयो, एकचोटि तलतिर अनि फेरि माथि जाँदा 3 चोटि भयो। तर यो ग्लास नभएको भए त यता त योबाट यता जाने त एकचोटि मात्र भयो नि त, भयो कि भएन? भयो। अब 3 चोटि एकचोटि त यो पार्ट डिफरेन्स त सेम हुने भएन। पार्ट डिफरेन्स सेम गराउनको लागि यो ग्लास राखिएको, कम्पेन्सेटिङ ग्लास भन्छ क्या यसलाई। कम्पेन्सेटिङ ग्लास हो जुनले के गर्छ, पार्ट डिफरेन्स सेम गराउने काम गर्छ। पार्ट डिफरेन्स सेम गराएपछि के हुन्छ, यहाँबाट एकचोटि गयो, योबाट नि एकचोटि गयो, फेरि फर्किने बेला योबाट एकचोटि फर्कियो, 3 चोटि भयो भने 1 2 3 यहाँ ट्याक्कै, अनि त्यसपछि तलतिर त सँगै जाने भयो। ठिक छ? ठिक छ, बुझ्नुभयो होला जहाँसम्म। यहाँ तल भनेको नि त्यही, फर कम्पेन्सेटिङ दिस पार्ट डिफरेन्स अ कम्पेन्सेसन प्लेट G2 अफ सेम थिकनेस इज inserted into the path AB and is held exactly parallel to G1। यसले यत्रो भनेको त्यही हो, कम्पेन्सेटिङ प्लेट राख्यो, कम्पेन्सेटिङ प्लेट एबीमा प्यारलल राखेर के गरेको पार्ट डिफरेन्स सेम गरायो, अरू केही हैन। ठिक छ नि? इफ वी लुक इन्टु द इन्स्ट्रुमेन्ट फ्रम T we see a mirror M1 and in addition we see a virtual image M2 of a mirror M1। depending on the position of a mirror, image M2 may be in front of or behind or exactly coincides with mirror M1। अब हेरौँ है एउटा कुरो के हेरौँ भन्दाखेरि, यो चाहिँ नि यो जुन दूरबीन छ, सरी दूरबीन भन्दा इन्स्ट्रुमेन्ट छ, यो माइक्रोस्कोप छ जुन, यो माइक्रोस्कोपबाट यहाँ हेर्दाखेरि चाहिँ के भयो भन्दाखेरि, यसको यो दुईटा परपेन्डिकुलर छ नि त, यो र यो मिरर त परपेन्डिकुलर छ, यो मिरर र यो मिरर त दुईटा परपेन्डिकुलर छ,
परपेन्डिकुलर छ भनेपछि जब योबाट यसमा हेरिन्छ, जब यो माइक्रोस्कोपले यो मिररमा हेरिन्छ नि, यो मिररमा हेर्दाखेरि के हुन्छ भन्दाखेरि यसको चाहिँ भर्चुअल इमेज चाहिँ यहाँ देखिन्छ। यसको भर्चुअल इमेज चाहिँ के देखिन्छ, यहाँ माथि देखिन्छ। यसले भनेको त्यही हो, यहाँ माथि देखिन पनि सक्छ अथवा यसो अझै तल देखिन पनि सक्छ भने हो यसले। बुझ्नुभयो नि? डिपेन्डिङ अन द पोजिसन अफ अ मिरर, मिररको पोजिसन कस्तो राखेको छ भन्नेको छ। तर हामीले यहाँ के राखेको छ, परपेन्डिकुलर राखेको छ नि। परपेन्डिकुलर राखेको छ भनेपछि हाम्रो यो मिररको इमेज, सरी यो मिररको चाहिँ भर्चुअल इमेज चाहिँ कहाँ भन्छ भन्दाखेरि यसैको माथिपट्टि ट्याक्क बनिरहेको हुन्छ यहाँबाट हेर्दाखेरि है। ठिक छ नि? अब सर्कुलर फ्रिन्ज त बन्यो। सर्कुलर फ्रिन्जको बारेमा थोरै भनौँ है। त्यहाँ सर्कुलर फ्रिन्ज आर प्रोड्युस विथ अ मोनोक्रोमेटिक लाइट। मोनोक्रोमेटिक लाइटै पठायो यहाँ, त्यसैले पनि अब वेन द मिरर M1 एन्ड M2 आर एक्ज्याक्टली परपेन्डिकुलर टु इच अदर। जब यो मिरर र यो मिरर परपेन्डिकुलर भयो, परपेन्डिकुलर हुँदाखेरि यहाँ भर्चुअल इमेज बन्यो। भर्चुअल इमेज बन्ने बित्तिकै यहाँ के भयो, सर्कुलर फ्रिन्जहरू बनिहाल्यो। ठिक छ नि? यो M1 मिरर हो, यो M2 सरी यो M1 मिरर यसको तलपट्टि रहेछ। ठिक छ? यो M1 मिरर हो, माथि बनाउन सक्छ तल बनाउन सक्छ भन्दै तल बनाएछ। ठिक छ? यो M1 हो, M1 मिरर हो, यो M2 मिरर हो। ठिक छ नि? यो M1 मिरर, यो M2 मिरर। अब के हो भन्दा लाइट पास हुँदाखेरि के हुन्छ, दुईटा मात्र रे पास गरेको के भयो, रिफ्लेक्ट भयो। त्यही हो। द सिचुएसन इज सिमिलर टु एयर फ्रेम इन्क्लोज बिट्विन मिरर M1 एन्ड M2। यो बिचको यो डिस्टेन्स। द डिफरेन्स दैट इन केस अफ अ रियल फ्रेम बिट्विन द सर्फेस मल्टिपल रिफ्लेक्सन टेक प्लेस। यस्तो यो डिस्टेन्स भएकोमा चाहिँ के हुन्छ भन्दा धेरै रिफ्लेक्सनहरू भइराख्ने हुन्छ। जब लाइट इन्सिडेन्ट भयो भने धेरै रिफ्लेक्सन के भन्छ, कस्तो उडेन आएको, धेरै लाइटहरू चाहिँ रिफ्लेक्सन फेनोमेनाहरू अकर गरिरहेको हुन्छन्, रिफ्लेक्सन फेनोमेनाहरू अकर भइरहेको हुन्छ। तर अहिलेलाई चाहिँ के अरे भन्दाखेरि यहाँ चाहिँ यो केसलाई चाहिँ जब परपेन्डिकुलर भएको केसमा चाहिँ के अरे भन्दाखेरि जम्मा दुईटा रिफ्लेक्सनहरू चाहिँ यहाँ भयो। ओन्ली 2 रिफ्लेक्सन आर टेक प्लेस। जुन भनेको M2 M1 बराबर D भनेको D भन्ने डिस्टेन्स छ M2 M1 बराबरमा। ठिक छ? अब यहाँ टोटल पथ डिफरेन्स बिट्विन द 2 बीम इज गिभन। अब दुईटा बीम बीचको पथ डिफरेन्सहरू कति छ त भनेको, पार्ट डिफरेन्स चाहिँ जहिले पनि डेल्टाले जनाउँछ, थाहा होला हजुरहरूलाई। इक्वल्स टु 2D cos थीटा के हो, पथ डिफरेन्स हो। अब इन्फेरेन्स जहिले पनि के हुन्छ, दुईटा हुन्छ। जब M1 M2 बिचको डिस्टेन्स भनेको D हुन्छ तब कन्स्ट्रक्टिभ हुन्छ, जब 0 हुन्छ तब डिस्ट्रक्टिभ हुन्छ। कुरो बुझ्नुभयो नि? भनेको फर कन्स्ट्रक्टिभ म्याक्सिमम भयो भने ब्राइटन फ्रिन्जहरू बन्छ, जुन 2D cos थीटा इक्वल्स टु 2m + 1 λ/2। λ/2 भनेको यो बिचको पथ डिफरेन्स हो, वेयर थीटा m इक्वल्स टु 0 1 2 3। बुझ्नुभयो नि? λ/2 भनेको के हो, दुईटाको पथ डिफरेन्स हो। भनेको यसरी एउटा साइक्लिक भन्दाखेरि चाहिँ अर्को साइकल यसरी एउटा साइकल हुन्छ नि, यो साइकलमा चाहिँ के हुन्छ भने पथ डिफरेन्स भनेको चाहिँ के हुन्छ, λ/2 हुन्छ भनेको के। 2D cos थीटा इक्वल्स टु 2m + 1 λ/2, जहाँ भनेको m भनेको 1 2 3 भयो। यो के को, ब्राइटन फ्रिन्जको लागि जब म्याक्सिमम हुन्छ कन्स्ट्रक्टिभ इन्टरफेरेन्सको लागि। तर डिस्ट्रक्टिभ इन्टरफेरेन्सको लागि जब मिनिमम हुन्छ डार्क फ्रिन्जमा के हुन्छ, 2D cos थीटा इक्वल्स टु m λ भनेको जब D चाहिँ 0 हुन्छ, जहाँ भनेको m इक्वल्स टु 0 1 2 3। ठिक छ? यही हो यो पुरै माइकलसन इन्टरफेरेन्स। यत्रो च्याप्टर पढाएँ, लास्टमा आफैले च्याप्टरको नाम बिर्स्यो भने त बेज भएन। ठिक छ नि? माइकलसन इन्टरफेरेन्सको बारेमा यो पुरै त्यही एउटा मोनोक्रोमेटिक लाइट गएर यो ग्लासमा, यो पार्सियल्ली सिल्भर कोटेड ग्लासमा ठोकिएर एक भाग मासतिर एक भाग तलतिर जाने हो, फेरि त्यो माथि मिररमा ठोकिएर फेरि फर्किने, दुईटा यहाँ जोडिएर फेरि तलतिर झर्ने। तलतिर झर्दाखेरि चाहिँ के हुन्छ, इन्टरफेरेन्स भएर क्यार्ने। यहाँ के हो नि, खै त भनेको फर्किँदाखेरि के हो नि, यहाँ फ्रिन्ज प्रोड्युस हुने। कस्तो खाले फ्रिन्ज अरे, सर्कुलर फ्रिन्ज। ओके, यति भएपछि
10 मार्क्स च्याप्पै हातमा है त। ल ठिक छ, केही अरू केही नजानेको नबुझेको केही छ भने कमेन्ट गर्नु। सरी यतालाई कमेन्ट गर्नु। म भन्छु पहिला यो लेख्ने, अनि यो प्रिन्सिपल, अनि कन्स्ट्रक्सन गराउने, अनि कन्स्ट्रक्सनको बारेमा थोरै विस्तृत रूपमा जानकारी दिने, अनि वर्किङ प्रिन्सिपलहरू लेख्ने। अनि यसो सर्कुलर फ्रिन्ज कस्तो खाले फ्रिन्ज प्रड्युस भयो त परपेन्डिकुलर राख्दाखेरि भनेर कसो सोध्यो भने सर्कुलर फ्रिन्ज प्रड्युस हुँदो रहेछ भनेर भन्ने है। ठिक छ, ओके बाई।